मेरो प्यारो मम्मी आज म दिदीको भरकमा आएको छु। यो घाँसहरू लामो लामो भएको कारणले चाहिँ हेलो गाइस, नमस्ते, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला। स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ म बिहान मकै धान जाँदैछु साथीहरू। अनि यहाँनिर चाहिँ मेरो भाइ छ, यसले चाहिँ बिहानै भोक लाग्यो भनेर चाहिँ हिजोको चाउचाउ थियो त्यही खाँदैछ। अनि म चाहिँ कोडालो लिएर जाँदैछु। अनि मम्मी चाहिँ पहिल्यै गइसक्नु भएको छ। मम्मी चाहिँ यहाँनिर देखिरहनु भएको छ पारी त्यो बारीनेर। अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्दै हाल्नु होला र पेजलाई फलो गर्नुभएको छैन भने फलो गरेर जोडिनु होला। नमस्कार, नमस्ते, मेरो नाम इन्जल बस्नेत हो। आज म दिदीको भरकमा आएको छु। लाइक गरिदिनु होला। मेरो भिडियो चाहिँ त्यहाँ ढकुलले होला। ढकुलले भन्दा नि गाफेले देखाउने मन छ। आज म चाहिँ पेट पूजावाला चौचु खाँदैछु। यो फोड्छु गाइस, के पर्छ। पेट पूजा कि पेट पूजा पर्छ गाइस। यहाँनिर म चाहिँ पेट पूजा गर्दैछु। कस्तो भोक लागेर पूजा गरौँ गाइस। पूजा गरौँ। हामी चाहिँ खाना पकाएर आउँदाखेरि चाहिँ अलि ढिला भयो, तर केही छैन, हामी आइपुगेका छौँ। हाम्रो गाउँमा चाहिँ आजभोलि मकै ढाल्ने कामहरू सुरु हुँदैछ साथीहरू। अनि यहाँनिर देख्न सक्नुहुन्छ मकै बारी। मम्मी चाहिँ माथि मकै ढाल्दै हुनुहुन्छ है साथीहरू। यो चाहिँ मम्मीले बिहान यति धेरै ढाल्नु भएछ। अनि हामी चाहिँ भर्खर आएका छौँ। कस्तो लाग्दैछ? अनि अब चाहिँ हामी पनि मकै ढाल्नु पर्ने हुन्छ साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ मकै बारी। खान्छु। के भन्नु चाहन्छ? लाइक गरिदिनु। यहाँ चाहिँ मम्मीले मकै ढाल्दै हुनुहुन्छ। मेरो नानीको च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला। बाबु दिदीको च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला भन्नु भन्न। साथीहरू, उहाँ चाहिँ मेरो मम्मी अनि ऊ चाहिँ मेरो भाइ। सो गाइस, अब मकै बारीमा आइसकेपछि चाहिँ हामीले अब मकै ढाल्नु पर्ने हुन्छ। मम्मी र दिदीले मकै खनिरहनुहुन्छ। कस्तो हुन्छ मकै खन्ने बेला? मकै खन्ने बेला रमाइलो पनि हुन्छ, गाह्रो पनि हुन्छ। मम्मी तपाईँ बुढी आमा, म स्कुल जान्छु। कसरी न राम्रो खेती गर्नुहुन्छ? फेरि कुहियाको मात्रै देख्छु त। गर्दा गर्दा त्यस्तै हुन्छ। के गर्ने त तैँले अलिक गरिस् भने राम्रो हुन्छ। तपाईँले चाहिँ एक्लै घाँस काट्नुहुन्छ अरे हो? अरे सबै एक्लै काट्छु र अरे एक्लै काट्छु, सबै काम एक्लै गर्दैछु। अरे त स्कुल गइरहन्छ म एक्लै गर्नुपर्छ। कता जान्छ कता जान्छ म एक्लै गर्छु। तपाईँले एक्लै गाह्रो हुन्न? अब गाह्रो हुन्छ। राम्रो खेती पनि आफै गर्नुहुन्छ, घाँसुरा पनि आफै गर्नुहुन्छ, मकै पनि आफै गर्नुहुन्छ हो? अलिअलि जाँदा सबै गर्छु हो। अरे अरे काको दिन यहाँ हुनुहुन्छ मेरो प्यारो
सुस्ताको मम्मी के छ मम्मी ठिकठाक छ बाबु ठाक छ तिमी के छ मेरो नि ठिक छ अरे ए मेरो ठिकठाकै छ म गएँ बाई 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 सो गाइस अब चाहिँ लाग्यो घरतिर भारी बोकेर अनि यतातिर देख्न सक्नुहुन्छ एकदम राम्रो हाम्रो गाउँ। अब चाहिँ हामी लाग्दैछौँ घरतिर। गाइस म चाहिँ गइरहेको छु, बाटो चाहिँ उतातिर थियो तर यो घाँसहरू लामो लामो भएको कारणले चाहिँ म उताबाट अल्झाउने भयो उता अनि म चाहिँ यहाँ मकैबारीबाट जाँदैछु। मकैबारीहरू छ, उकालो छ थोरै, अनि म चाहिँ यहाँबाट जाँदैछु। हाम्रो घर चाहिँ अलि माथि अब भेटी नै लाग्यो। त्यो साह्रो गाह्रो हो यो भारी बोक्न। भारी बोकेपछि साथीहरू यस्तो खरायो भने चाहिँ अलिक सजिलो हुने, अनि यो छोडिदियो भने चाहिँ यो भारी पल्टेर यस्तरी जाला जस्तो हुन्छ। त्यही भएर चाहिँ हामीले यसलाई समात्नु पर्ने हुन्छ। अनि यहाँनिर जताततै मकैबारी छ, माथि चाहिँ हाम्रो घर छ। अब चाहिँ म घर आइपुग्न आँटेँ साथीहरू। अनि अब चाहिँ हामी खाना खाएर मेरो चाहिँ बाहिर अन्त्यतिर जाने काम छ। मम्मी चाहिँ फेरि मकै धान जानुहुन्छ। अनि यहाँनिर चाहिँ छ हाम्रो टमाटर सुसार नपाएर यस्तो भइराखेको छ, फुर्दै छैन, कहिले कता कता हिँड्ने भइहाल्छ म। अनि यहाँनिर चाहिँ हाम्रो मकैहरू अलि अगाडि छरेको भएर चाहिँ यस्तो भएर खाने। यता पनि मकैबारी बर्खा लागेपछि त जता हेऱ्यो हरियाली यति राम्रो देखिन्छ साथीहरू। मलाई यति राम्रो लाग्छ हाम्रो गाउँ। आफ्नो जन्मभूमि त झन् राम्रो नलाग्ने कुरै भएन, अरू पनि एकदम रमाइलो लाग्छ। फाइनली घर त आइपुग्यो, तर यो हाम्रो अमिलाको रुखले अल्झाउने जस्तो गर्यो। यहाँनिर चाहिँ हाम्रो अमिलाको रुख छ, अनि यो अमिलाको रुखले चाहिँ अल्झाएको गर्छ भने साथीहरू फाइनली घर आइपुग्यो। कहाँ साले मम यो डालाले चाहिँ एकदम गरुङ्गो छ। देख्नु सक्छ यति धेरै डाला छ, त्यही भएर पनि गरुङ्गो भयो साथीहरू। के गर्नु, गाउँघरमा काम नगरेर हुँदैन। अनि यसलाई यतिकै छोड्नु हुँदैन फेरि। अनि यहाँनिर चाहिँ हाम्रो अमिला छ, एकदम धेरै फलेको। अनि हाम्रो अमिला चाहिँ घर अगाडि छ। अनि यहीँ नजिकैबाट अब त्यो आएर टिपेर खान पनि सकिन्छ। अनि यहाँनिर हेर्न सकिन्छ। अनि यहाँनिर यही बाबुले टिपेर खाइहाल्छ। अनि यहाँनिर चाहिँ हाम्रो अमिलाहरू छ। अनि हाम्रो अमिला चाहिँ धेरै छ यहाँ, अनि तर बारीको ढिकमा पनि कति धेरै छ। त्यही नै हो साथीहरू। सो गाइस फाइनली अब चाहिँ घर पनि आइपुग्यो। हाम्रो आजको भिडियो चाहिँ यति नै हो। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला, अनि लाइक पनि गरिदिनु होला, भिडियोलाई सेयर पनि गरिदिनु होला। फेरि पनि हाम्रो भेट अर्को भिडियोमा हुने नै छ भन्दै थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई।